आमा शब्द नै कति प्यारो छ, यसको कुनै वर्णन गर्नै पर्दैन। हरेक सन्तानहरूको लागि आमा जति प्यारो हुन्छ नि, त्यति नै हरेक आमाहरूको लागि आफ्ना सन्तान त्योभन्दा पनि प्यारो हुन्छ। त्यो सन्तानको हरेक सुख दुःख आँसु हाँसो रोदन पीडा सबै ती आमाले महसुस गरेको हुन्छ। यदि ती सन्तानको भाग्य लेख्ने कलम ती आमाको हातमा भइदिएको भए सायद उसले मेरा सन्तान मदेखि कहिल्यै बाहिर मदेखि टाढा नजाउन् भन्ने लेख्थिन् होला। तर बाध्यता परिस्थिति र समय अनुकूल नभएका कारण आज धेरैजसो सन्तानहरू आफ्नै आमाभन्दा टाढा रहन बाध्य भएका छन्। सन्तान सानो हुँदा उसको पीडा दुःखमा साथ दिएकी आमालाई आज आमालाई दुःख पर्दा ती सन्तानहरू साथमा नहुँदा ती सन्तान पनि पीडामा छन्। त्योभन्दा पनि बढी पीडा ती आमाहरूलाई होला। हरेकको भाग्यमा आमाको साथ त नहोला, तर उहाँहरूको आशीर्वाद सधैँ रहिरहोस्। सम्पूर्ण आमाहरूलाई यो माता तीर्थ औँसीको मनैदेखि शुभकामना।